भिजा लाग्यो ओ माई गड मेरो त पुरा सक्सेस भयो यत्रो महिनादेखि मैले यत्रो मेहनत गरेर थिएँ ल्याङ्ग्वेज क्लास गर्ने यताउति प्रोसेसिङ भने यो भने त्यो भने पुरा झमेला भइरहेको थियो सब चिज पार भयो मेरो सिओ पनि आयो अब त भिजा पनि ग्रान्टेड भयो अब म त जाने हो जापान भनेर सोचिरहनु भएको होला होइन लाइफ मेरो सेटल भइसक्यो अब त पुरा हुन्छ नि मेरो त पुरा सपना दुनियाँमा खोइरहेको छु म भन्ने सोचिरहनु भयो होला डियर गाइज सबैजनालाई विदेश आउनु मात्र ठुलो कुरो होइन फर्स्टमा त हामीलाई चाहिँ के हुन्छ भने नेपालमा बस्दाखेरि चाहिँ अब स्पेसली यो भर्खर +2 पढेर आउने भाइ बहिनीहरू होइन के हुन्छ भने अब त्यो हुन्छ नि अरू गएको देखेर अनि आफूलाई पनि वाह विदेश भने त कस्तो होला ओ माई गड वहाँ त यस्तो हुन्छ मान्छेहरू फोटो खिचेर हालिरहेको हुन्छ फेसबुकमा यो कस्तो स्माइल गरेको वाह क्या राम्रो होला ठाउँहरू पनि यस्तो राम्रो बबाल बबाल होइन क्या सोचिरहेको हुन्छ कि पुरा त्यो सपनामा होइन डुबिरहेको हुन्छ कि तर एक्चुअल रियालिटीमा त्यस्तो हुँदै हुँदैन कि तपाईहरूले काम गरेको दुःख देख्नुभयो भने बरु म नेपालमा बसेर भाडा बस्कर भए पनि काम गर्छु बट विदेश जाँदिनँ आमा भनेर भन्नुहुन्छ कि तपाईँले अभियसली एकचोटि चाहिँ भन्ने हुन्छ होला कि किनकि तपाईँ होइन विदेश जाँदाखेरि नट इभन जापान बट जुन कन्ट्रीमा जाँदाखेरि पनि तपाईँहरू होइन तपाईँहरूले एउटा हुन्छ नि इमोसनली मेन्टली फिजिकली फिट हुनैपर्छ स्ट्रङ हुनैपर्छ यदि भएन भने तपाईँ त्यहाँ बस्ने लायककै हुँदैन कि हुन्छ नि एक्लैले के हर चिज एक्लैले ह्यान्डल गर्नुपर्छ तपाईँको पुरा रेस्पोन्सिबिलिटी खाने बस्ने लाउने होइन पुरा न्यू इन्भाइरोमेन्टमा हुनुहुन्छ अनि फर्स्टमा आउनलाई त के हुन्छ भने खानाधरि मिल्दैन कि त्यो खानाको जुन हुन्छ नि टेस्टहरू आजी भन्छ जापानिजमा चाहिँ होइन टेस्टहरू केही चिज मिल्दैन न खाना राम्रो लाग्छ न के राम्रो लाग्छ न त्यो अब चारैतिर जापानिज बोल्ने हुन्छ होइन अनि फेरि सुरुमा त्यही त नि ल्याङ्ग्वेजहरू बुझ्दैन अलिअलि पढेको पनि यहाँ आइसकेपछि त्यो जापानिजको अगाडि बोल्नलाई त अब त्यही हो टटल फुटल हुन्छ एकदम गाह्रो हुन्छ सुरुमा चाहिँ होइन सो यहाँबाट चाहिँ के भन्न चाहेको भने तपाईँहरूलाई केही कुरा सेयर गर्छु त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ जापान आउनुभन्दा अगाडि तपाईँहरूले यो कुरा चाहिँ बुझेरै अनि त्यसपछि पढेरै रटेरै भए पनि आउनु होला ताकि तपाईँलाई यहाँ आउँदाखेरि चाहिँ त्यो लेभलसम्म गाह्रो नहोस् है फर्स्ट कुरा त म्याप चलाउनु सिक्नु होला है हामीले चाहिँ खासै युज गर्दैनौँ कि जस्तो नेपालमै हुँदाखेरि पनि जस्तो यो बाटो कहाँ जान्छ यो कहाँ पर्छ यता भनेर सोध्यो भने नेपालीहरूले मजाले सेयर गरिदिन्छ होइन कहिले यहाँ त मिस्टेक पनि भनिदिन्छ जिस्केर हो कि के हो थाहा होइन बट अल्सो दे सेयर के भन्छ नि बोलचाल हुन्छ होइन बट जापानमा चाहिँ सबैले म्याप चलाउँछ कि मोबाइल सबै हर चिज यिनीहरूले मोबाइलबाट कि जहाँ जानु परे पनि ट्रेन हेर्नु परे पनि बसको रुट हेर्नु परे पनि जे गर्नु परे पनि मान्छे पर्सन टु पर्सन बोल्दैन हतपत स्ट्रेन्जरहरूसँग त झन् बोल्दैन फेरि यस्तो पनि हो गएर बोलेर हेल्प माग्यो भने चाहिँ हेल्प नगर्ने भने चाहिँ होइन जापानिजहरू यशस्वी हुन्छ एकदम काइन्डनेस हुन्छ होइन कोही चाहिँ अलिक मूर्ख पनि हुन्छ बाक्का टाइपको भन्नु हुँदैन होइन बट त्यस्तो टाइपको पनि हुन्छ होइन सबैजना रसमा हुन्छ क्या सो सबैजना आफूले आफ्नो बारेमा थिङ्क गर्ने चाहिँ हुन्छ है सो एनी टाइम यिनीहरू मोबाइलमै हुन्छ कि एनी टाइम ट्रेनमा पनि मोबाइल जहाँ पनि मोबाइल हिँड्दा पनि मोबाइल त्यो हुन्छ नि बाटोमा पनि मोबाइल जेब्रा क्रसिङ गर्दाखेरि पनि मोबाइल जहाँतिर पनि मोबाइल चलाएर हुन्छ कि हरेक चिज मोबाइलबाटै हो कि उनीहरूको म्यापहरू बाटोहरू हेर्नु पर्यो भने त्यहाँ जानु पर्यो यहाँ जानु पर्यो सब चिज मोबाइलबाट हुन्छ कि मान्छेसँग कम कम्युनिकेसन हुन्छ अब ट्रेनमा त भन्नु न ट्रेनमा त तपाईँले होइन एउटा पेन खस्यो भने पनि पुलुक्क हेर्छ के भयो भनेर तर्सिन्छ भने अनि त्यो बाटोमा जस्तो इभन साइकलकै घन्टी बजे पनि तर्सिन्छ के बज्यो जस्तो गर्छ कि त्यति पिस हुन्छ अब जस्तो यो ट्रेनहरू चल्दाखेरि त ट्रेनहरू हिँडेको त्यो के भन्छ कुदेको चाहिँ आवाजहरू आउँछ त्यो नोइज चाहिँ अर्कै कुरो हो तर मान्छेहरू बोलेको भन्नु खोजेको चाहिँ मैले चाहिँ मान्छेहरू बोलेको चाहिँ त्यो मान्छे चाहिँ कम बोल्छ कि सो हेल्प नगर्ने चाहिँ होइन बट तपाईँहरूले म्याप सिकेर म्यापहरू कसरी अब जस्तो होइन यो बाटोबाट यो बाटो जाने त्यो म्यापहरू राइट डिरेक्सनहरू सबै चिज बुझेर आउनु होला जापानमा आएर हराइन्छ कति दिनसम्म त अनि बाटो चिन्नलाई पनि एकदमै गाह्रो हुन्छ नयाँ ठाउँ हो अनि फेरि जापानको चाहिँ ठाउँहरू कस्तो हुन्छ भने बस्ने ठाउँहरू रेसिडेन्टहरूको चाहिँ कस्तो हुन्छ भने जस्तो लाइक के भनौँ एकदम हुन्छ नि प्यारल बाटो हुन्छ क्या धेरै जताबाट हेर्दा पनि उस्तै घर देख्ने जताबाट हेर्दा पनि उस्तै बाटो देख्ने त्यो धेरै हुन्छ क्या अनि तपाईँलाई जहाँ गए पनि होइन अब फेरि जेब्रा क्रसिङ पनि टन्ने हुन्छ त्यो अनि जहाँबाट गए पनि यही बाटो जस्तो लाग्छ यही मेन बाटो जस्तो लाग्छ होइन मेन रोड जस्तो लाग्छ तर तपाईँ कहाँ बुझे हुन्छ क्या सो म्याप चाहिँ राम्ररी त्यो हुन्छ नि युज गर्ने गरेर आउनु होला अनि अर्को चिज भनेको चाहिँ तपाईँले
चार्जरहरू त तपाईँ धेरैलाई थाहा नै होला, अब पहिलेदेखि कति सिम्पाहरूले कुरा गरिरहनु भए पनि होला। चार्जरहरू चाहिँ अब यहाँ जापानको डिफ्रेन्ट हुन्छ। चार्जरको एडाप्टरहरू चाहिँ यस्तो हुन्छ है साथीहरू, यो छ नि मेरो अब जस्तो यो लाइटको अनि अर्को चाहिँ यो के अरे मोबाइलको होइन, तर सबै चार्जरहरू यस्तो हुन्छ। बी केयरफुल है, यहाँ आएर मोबाइलहरू अफ भयो भने तपाईँहरू कति दिनसम्म फेरि घर परिवारसम्म बोल्न नपाउँदाखेरि प्यारेन्ट्सहरूले एकदमै टेन्सन लिनुहुन्छ है। अनि फेरि भनेको बेला छेउछाउमा गएर किन्नलाई पनि त्यो भाषा पनि आउँदैन होइन, अनि अड पनि लाग्छ कि अर्को कुरा भन्दाखेरि त। अनि बाहिर गयो भने हराउने पनि हुन्छ चान्स। सो तपाईँहरू एकदमै टेन्स स्ट्रेसमा हुनुहुन्छ, त्यही भएर चार्जर यस्तो नेपालमा पाउँछ भने चाहिँ लिएर आउनुहोस्। पाउँछ पनि होला सायद, मैले त नेपालमा हुँदा युज गरेको थिएन होइन। बट अथवा अरू जस्तो पावर ब्याङ्कहरू छ भने पावर ब्याङ्क ल्याउँदा पनि भयो। अनि थर्ड कुरा भनेको चाहिँ नि साथीहरू, तपाईँहरूले ह्यान्डब्यागमा चाहिँ बोक्दाखेरि जहिले पनि अलिकता खानेकुराहरू जस्तो दालमुडहरू भयो होइन, चिउराहरू भयो, त्यो चाहिँ राख्नु होला के। इफ तपाईँको होइन जस्तो सुटकेस लिएर आउँदाखेरि चाहिँ होइन सामानहरू अब जस्तो तपाईँको युनिक्योको के भन्नु अब हाइता चुसियाले अब के भन्छ डेलिभर गर्ने मान्छेहरूले चाहिँ इफ 2-3 दिन लेट आउँछ तपाईँको ब्याग भन्यो भने चाहिँ जस्तो के हुन्छ भने जस्तो एयरपोर्टमा चाहिँ सामान लिएर आइसकेपछि जुन त्यो डेलिभरी बोय जो जे भए पनि त्यो डेलिभरी गर्ने मान्छेले चाहिँ अब जस्तो 2 दिनपछि आउँछ तपाईँको रुमसम्म त्यो सामानहरू भने चाहिँ होइन, अब त्यही दिन ल्याउने भयो त ठिकै छ, नो प्रब्लम होइन। तर कहिलेकाहीँ चाहिँ यस्तो हुन्छ कि डिले हुन्छ कि होइन, अनि त्यो डिले हुँदाखेरि चाहिँ अब 2-3 दिनसम्म त्यो ब्याग आएन भने तपाईँको सामानहरू त्यही छ भने तपाईँले त्यो सामानहरू युज गर्न मिल्दैन कि। सो तपाईँ भोकै बस्नुहुन्छ। अनि भन्नाले अब बाहिर गएर खाने भयो भने अब त्यो हामीलाई म्याच हुँदैन कि। जापानिज सुरुमा आउने बित्तिकै खानेकुराहरू एक त थाहा पनि हुँदैन होइन, नामहरू अब यो खानेकुरामा के छ भने त्यो पनि थाहा हुँदैन। अनि त्यसपछि अर्को भनेको चाहिँ अब त्यो खाए पनि टेस्टै म्याच हुँदैन। अनि त्यो टेस्ट म्याच नभइसकेपछि खानु कि उखालु पनि हुन्छ क्या। फर्स्ट टाइम आउँदाखेरि त मैले खाएको थिएँ होइन, अब म त झन् भेजिटेरियन है गाइस, मेरो एक्सपिरियन्स सेयर गर्छु है। म त भेजिटेरियन होइन, अनि मैले त चोखो खोजेर आएको थिएँ। अब हुन्छ नि, तर हर चिज यहाँ चाहिँ जे पनि माछा मासु जहाँ पनि जे पनि मिलाइरहेको रहेछ कि, मिलाउँदो रहेछ होइन हर चिजमा। अनि लाइक केहीमा माछा कुनैमा मासु यस्तोहरू चाहिँ हुन्छ। भेजको लागि त एकदमै गाह्रै छ। अनि पछि चाहिँ गयो भने बुझिन्छ होइन। सो अनि सुरु दिन मैले जे होस् अब जे भए पनि हे भगवान पाप नलागोस् भनेर मैले अब भात किनेर खाएको होइन, भात त खाएँ होइन। त्यो बिरामीले खाने भात परेछ कि जौलो, त्यो एउटा हुन्छ नि भात, गिलो भात, अनि त्यसमा एउटा चेरी रहेछ, अमिलो नअमिलो नफाल्नु कि ओखाल्नु भयो कि त्यस्तो हुँदो रहेछ। सो मैले चाहिँ ह्यान्डब्यागमा चाहिँ जुन हुन्छ नि मैले बोकेको चाहिँ त्यसमा चाहिँ मैले दालमुड राखेको थिएँ कि नेपालबाट लिएर आएको, त्यो प्याकेटवाला हुन्छ नि सिल गरेको त्यो वाला दालमुड लिएर आएको थिएँ। त्यो चाहिँ मजाले ल्याउनु मिल्छ कि। अनि त्यो लिएर आएर चाहिँ मैले 3 दिनसम्म दालमुड अनि त्यही हुन्छ नि त्यही भात त्यसरी खाएको है, त्यो चाहिँ हुन्छ। सो बी केयरफुल है। आफ्नो ह्यान्डब्यागमा चाहिँ जे भए पनि आफ्नो नेपाली प्रोडक्टहरू चाहिँ ल्याएर राख्नु होला। कति महिनासम्म तपाईँलाई जापानिज खानेकुराहरू म्याचै हुँदैन। मलाई त कम्तीमा पनि लगभग 1.5 वर्ष जति लाग्यो यहाँको खानाहरूमा। अर्को मेन कुरा भनेको त तपाईँहरूको डकुमेन्ट्स एकदमै इम्पोर्टेन्ट छ होइन। जस्तो यो 10 को मार्कसिटहरू भयो होइन, अनि त्यसपछि ट्रान्सक्रिप्टहरू, अनि त्यसपछि प्रोभिन्स सर्टिफिकेट पनि हुन्छ क्या, त्यो माइग्रेन्टहरू पनि यस्तो समथिङ हुँदो रहेछ होइन। त्यो मैले चाहिँ लिएर आएको थिइनँ, बट कतै कतै चाहिन्छ पनि कतै कतै नचाहिने पनि सक्छ होइन। तर यहाँ आएर युनिभर्सिटी अथवा सेन्मन गएको पढ्दाखेरि चाहिँ एकदमै इम्पोर्टेन्ट छ। त्यो मार्क्स नि 2 वर्ष अब अक्टोबरमा आउनु भएको छ भने त 1.5 वर्षको ल्याङ्ग्वेज क्लासै हुन्छ, अनि अप्रिलमा आउनु भएको छ भने त 2 इयर्सको ल्याङ्ग्वेज कोर्स हुन्छ नि त। सो 2 वर्षपछि तपाईँलाई त्यो माग्ने बेला छ कि। सो पिडिएफ बनाएर राख्नु होला, ड्राइभ फाइलहरूमा चाहिँ पिडिएफ बनाएर राख्दा पनि भयो, अथवा ओरिजिनल चाहिँ बोकेर आउनु होला आफूसँग, इम्पोर्टेन्ट छ एकदमै। अनि त्यसपछि केयरफुल हुनुपर्ने अर्को कुरा के हो भनेदेखि जस्तो एयरपोर्टमा आइसकेपछि चाहिँ तपाईँले जाइरो कार्ड जुन चाहिँ हुन्छ साथीहरू, जाइरो कार्ड चाहिँ होइन, अब डिटेल चाहिँ सबै देखाउनु मिल्दैन, बट आइल्सो यो कतिलाई नआउनेलाई त थाहा नै छैन नि त। सो यस्तो हुन्छ जाइरो कार्ड, यो रेसिडेन्ट कार्ड यहाँ माथि लेखेको छ जाइरो कार्ड भनेर होइन। जाइरो कार्ड बनाउँदाखेरि पनि तपाईँहरूलाई डिटेलहरू के सोधेको हुन्छ, त्यो बेला चाहिँ त्यो नबुझिकन हाई 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 गऱ्यो भने चाहिँ डामाडोल हुन्छ। त्यो बेला बुझेको छैन कि भनेदेखि त्यही बोल्नु होला कि मैले बुझेन, अथवा इङ्ग्लिसमा ट्रान्सलेट गरिदियो भनेर सबै भनेर मात्र बुझेर गर्नु होला। नभए फेरि बार तपाईँ त्यहाँ जानुपर्ने हुन्छ यो बनाउनुको लागि। त्यहाँ एयरपोर्ट नगए पनि पछि गएर सिआइक्सो यो म्युनिसिपालिटीतिर जानुपर्ने हुन्छ क्या। सो तपाईँले चाहिँ एकदम केयरफुल गर्नुपर्ने हुन्छ यो बनाउँदाखेरि है। अनि अर्को कुरा भने जापान आइसकेपछि कति महिना काम पाउँदैन, किनकि अब ल्याङ्ग्वेजहरू पनि राम्रो हुँदैन। ल्याङ्ग्वेज राम्रो भएदेखि त
काम जहाँ पनि पाउँछ अनि सुरुमा आउँदाखेरि चाहिँ अब एक्सपिरियन्स पनि हुँदैन हैन अनि त्यसपछि तपाईको ल्याङ्ग्वेज पनि कम भएको भएर चाहिँ ल्याङ्ग्वेज काम पाउन गाह्रो हुन्छ अब जस्तो नेपाली भेटे पनि चाहिँ उनीहरूले सेउखाइ गराइदिन सक्छ सेउखाइ मिन्स अब इन्ट्रोडक्सन गराइदिएर लगिदिन सक्छ आफ्नो चिनेको आफन्तहरू भयो भने चाहिँ हैन नभए त कतिले त 3-4 महिनासम्म कामै पाउँदैन सो ल्याङ्ग्वेज चाहिँ नेपालमा हुँदाखेरि अब तपाईसँग टाइम हुन्छ नि त जे भए पनि बाहना धेरै नबनाउनु होला हैन नेपालमा हुँदाखेरि मज्जाले जति टाइम छ त्यति युटिलाइज गर्नु होला जापानमा आएर चाहिँ के हुन्छ भने तपाईको अब गएको स्कुल अब त्यही हो स्कुलबाट रुम आइज रुम आएर फेरि काम गर्न जा कामबाट आए फेरि रुम जा अनि फेरि हुन्छ नि अब 2-3टा काम गर्नेले त गर्छ मैले चाहिँ एउटै गरेर आएको छु हैन बट 2-3टा काम गर्नलाई त झन् यति पेनफुल हुन्छ कि अब स्कुल पनि फेरि कतिको त टाढा हुन्छ कि अब टाढा हुन्छ 1 घण्टा ट्रेनमा आइज अनि फेरि ट्रेनबाट फेरि रुम जान 15 मिनट लाग्छ नि नजिकको त बस्ने कुरा हुँदैन ट्रेन स्टेसन छेउको रुमहरू एकदम एक्सपेन्सिभ हुन्छ हैन सो प्राय चाहिँ स्टुडेन्ट होस् जोसुकै होस् फरेनरहरू प्राय 15 मिनट 20 मिनट टाढै बस्छ है स्टेसनको टाढा सो 15-20 मिनट हिँड्नै पर्यो अनि त्यसपछि फेरि आइज खाजा खान भ्याउँदैन अनि फेरि काम गर्न जा अनि फेरि कामबाट आइज थाकेर चुर हुन्छ हैन अनि फेरि कामै नगरिकन बस्न पनि गाह्रो रुम रेन्ट सबै तिर्नुपर्छ अनि तपाईले यो चाहिँ माइन्डमा क्लियर बनाएर आउनुस् है नि मेन कुरा चाहिँ के हो भन्दै हामी नेपालमा बस्दा चाहिँ के हुन्छ भने हामीले कहिले 1 लाखको मुख देखेको हुँदैन के त्यो आफूले कमाएको चाहिँ है जापानको कुरा गर्ने बित्तिकै मन्थली स्यालेरी 1 लाख भन्दा बढी भन्ने बित्तिकै ओ माई गॉड म त 1 लाखको यति गर्छु उति गर्छु हैन 50 कम्तीमा पनि मैले यति त बचाउँछु कम्तीमा त मलाई 70-80 हजार त मज्जाले राख्न सकिन्छ भनेर सोच्नु हुन्छ हैन हामीले जति सोचे पनि के जति सेन्पाइहरुले हुन्छ नि आफ्नो सिनियरहरुले जति सुके यस्तो हुँदैन भन्दा पनि हाम्रो माइन्डले क्याच नै गर्दैन के त्यो चीज क्याच गर्दैन के एक्चुअल के हुन्छ भने 1 लाख जस्तै 1,10,000 छ भने ओ माई गॉड अब जति भए पनि 20-30 हजार रुम तिर्दिन्छु यति उति गर्दा अनि आफ्नो भागमा चाहिँ 70-80 हजार आइहाल्छ घर पठाउँछु यो त्यो भनेर सोच्नु हुन्छ हैन यति रमाइलो गर्छु उति रमाइलो गर्छु बट एक्चुअलमा त्यो हुँदैन साथीहरु तपाईसँग मन्थको लास्टसम्म डेट आउँदाखेरि तपाईसँग खातामा 500 बस्ने दिन पनि आउँछ के 500 एन मात्र बस्ने त्यो खातामा बस्ने टाइम पनि आउँछ के सो धेरै एक्साइटेड चाहिँ नहुनु होला त्यो कुराहरुमा घर पठाउँछु यो गर्छु त्यो गर्छु 5-6 महिना त त्यो कुरै आउँदैन के अब ऋण तिर्नलाई त अब त्यही हो त्यस्तै हुन्छ अब धेरै काम गरे पनि अब सरकारले अब भिजा नदिने पनि हुन्छ त्यो इमिग्रेसनले भिजा नै नदिने हुन्छ तपाईलाई नेपालले फर्काइदिने चान्स धेरै हुन्छ हैन गएको एटेन्डेन्स फुल गर्नै पर्छ यहाँ त फेरि यति कडा हुन्छ कि तपाईको 95% भन्नाले 95% आउँदाखेरि चाहिँ राम्रो हो तर जस्तो 80 बाट तल झर्दै गयो भने त पछि गएर ल्याङ्ग्वेज क्लास सिद्धिसकेपछि युनिभर्सिटी अथवा सेन्मन गएकोहरुले लिनलाई पनि त्यो हुन्छ नि नकार्न खोज्छ के ल्याङ गर्छ कि त्यो के भन्नु ल्याङ गर्छ कि त्यो एकदम हुन्छ नि स्टुडेन्ट अलि विक छ अथवा पढाइमा ध्यान दिदैन यसले बढी काम गर्छ होला यताउति सबै भनेर त्यसलाई अब त्यो गएकोमा राख्न दिदैन के त्यस्तो हुन्छ अनि त्यस्तै जस्तो पाए त्यस्तै स्कुलहरुमा जानुपर्ने हुन्छ के त्यो हुन्छ त्यही भएर अब हर चीज मेन्टेन गर्नुपर्छ अनि अर्को कुरा भने त जस्तो तपाईको 1 लाख छ भने पनि म भनिदिन्छु है के हुन्छ भने जेन्युन कुरा चाहिँ जस्तो नर्मली स्टुडेन्ट एक्लै बस्ने हो भनेदेखि एकजनाको रुम कम्तीमा 50,000 भन्दा कमको रुम आउँदैन है धेरै कमाए चाहिँ 40,000 को हुन्छ इभन गाउँतिर जानु भए पनि खासै कमको भाडा हुँदैन रुम रेन्ट है 50,000 अनि त्यसपछि तपाईले जाडो अथवा गर्मीमा एसी अन गर्नु भयो भने तातो चिसो हुन्छ नि अब खानी खाँदा पनि त्यो धारामा तातो चिसो दुईटै आउने हुन्छ नि त अटोमेटिक हुन्छ फेरि यहाँ सबै चीज अगाडि नै त्यो फिक्स गरेर हुन्छ अनि फेरि यहाँको रुमहरु चाहिँ कस्तो हुन्छ भने हर चीज सबै के मेन्टेन गरेर राख्दैको हुन्छ सो यो त्यो भन्ने चाहिँ हुँदैन अब कतैतिर चाहिँ फ्रिजहरु पनि ल्याएर राख्दै हुन्छ हैन त्यो रुम रेन्ट तिर्दैखेरि राख्दै हुन्छ तर निस्किने बेला त्यही छोडेर जानुपर्ने हुन्छ त्यस्तो पनि हुन्छ फ्यासिलिटिजहरु चाहिँ हुन्छ है तर के हो भनेदेखि नि जस्तो 50,000 को रुम हुन्छ हैन तपाईले जस्तो 1.10 अथवा 1.20 कमाउनु भएको छ भने 1,20,000 कमाउनु भएको छ भने जस्तो 50-60 हजार त तपाईको रुममै जान्छ हैन अब ग्यादरिङ गरेर बस्दाखेरि पनि अब ठिकै हुन्छ डिभाइड हुन्छ तर पनि ल एकजनाको सिंगल गर्ने हो भने चाहिँ 50,000 जान्छ हैन अनि त्यसपछि तपाईको जाडो गर्मी अलि टेम्परेचर हाई लो भएको बेलामा त तपाईले एसी युज गर्नुहुन्छ अनि पानी गर्दाखेरि चाहिँ 10-15 हजार त मज्जाले बिल उठ्छ के एकजनाको भए पनि
15,000 त मजाले उठेको टाइम हुन्छ क्या त्यो। अनि त्यसपछि पानीहरूको गऱ्यो भने 5-6 हजार उठ्छ नि के। अब तातो पानी भयो, चिसो पानी भयो, साबरको हुन्छ नि, ओफुरोमा बस्ने भयो त झन् यति पैसा जान्छ नि त्यहाँ त। ओफुरो भनेको चाहिँ बाथटब भन्छ होइन, त्यो चाहिँ जापानको चाहिँ कल्चर छ। नेपालमा हुँदाखेरि चाहिँ खासै थाहा हुँदैन त्यो चिज चाहिँ, सो सेयर गरेको मैले। सो यो भिडियोमा चाहिँ म त्यही भन्न चाहन्छु होइन साथीहरू, फर्स्टमा आउँदाखेरि बढी एक्साइटेड भएर होइन, अलिकता फर्स्ट स्यालेरी आउने बित्तिकै 1 लाख जे भए पनि नर्मली अब काम गर्दाखेरि चाहिँ 1 लाख त कर्छ नि होइन। त्यही भएर धेरै खर्च गर्ने नगर्नुहोस्, ओभर कपडाहरू किन्ने होइन, यताउति डुल्ने सुल्ने काम नगर्नु साथीहरू। जस्तो साइक्लिङ गर्दाखेरि चाहिँ हुन्छ नि, अब जस्तो साइकल चाहिँ किन्नै पर्छ, कम्पलसरी नै हुन्छ, किनकि अब स्टेसनबाट टाढा हुन्छ। मैले अघि नै भने नि अब प्राय रुम टाढै हुन्छ, सो साइकलहरू चाहिँ किन्दा बेटर हुन्छ अगाडि होइन। अब त्यो किनिसकेपछि साइकल किन्दाखेरि पनि तपाईँले हुन्छ नि सेकेन्ड ह्यान्ड किन्दाखेरि चाहिँ एकदमै राम्रो हुन्छ। अथवा काममा हुनुहुन्छ भने त कतिको कम्पनीले पनि दिन्छ क्या, हामीलाई चाहिँ कम्पनीले दिएको थियो त्यो बेला, सो एकदम सजिलो भएको थियो। तपाईँहरूले चाहिँ साइकलहरू किन्दा हुन्छ होइन। अनि साइक्लिङ गर्दाखेरि चाहिँ अब जस्तो जाँदा भयो होइन, यताउति डुल्नु होइन। अनि प्राय चाहिँ म त के भन्छु भने तपाईँहरू सुरुमा हुनुहुन्छ भने सक्दो कि छिटो त्यो नारेरु हुनको लागि चाहिँ भन्नाले जति चाँडो तपाईँ सिक्नको लागि चाहिँ एक्लै हिँड्नु गर्नुहोस् कि। मोबाइल चाहिँ फुल चार्ज गरेर हिँड्नु होला होइन, बट एक्लै हिँड्नुहोस् कि। तपाईँ जति एक्लै हिँड्नुभयो त्यति तपाईँ नारीहरू हुनुहुन्छ, एकदम छिटो सिक्ने हुन्छ क्या। बाटोहरू चिन्ने, ठाउँहरू चिन्ने, अनि त्यसपछि सपिङहरू गर्दाखेरि एक्लै जाने, केही नकिने पनि विन्डो सपिङ गर्ने क्या। लाइक हुन्छ नि यता हेर्ने उता हेर्ने, यो के हो त्यो के हो, अलिअलि हुन्छ नि न्यू माहौलमा घुलमिल हुनको लागि के। अनि त्यसपछि जस्तो तपाईँहरूलाई सेन्सीहरूले पनि सिकाउँछ पछि गएर कसरी त्यो गर्नु भने, जस्तो कपडाहरू किन्न गएको जस्तो गर्ने होइन, एक्चुअलमा नकिन्ने सुरुको लागि चाहिँ। किने पनि केही भएन, बट सुरुमा चाहिँ त्यो हुन्छ नि एउटा बानी बसाल्नको लागि चाहिँ कपडा हेर्न जाने, त्यसपछि यो कति पर्छ अनि के यसमा छ, के केही क्याम्पेनहरू छ कि यताउति त्यसरी सोध्ने कि जापानिजहरूसँग। नर्मल टक जापानिजहरूले त्यो सिक्नको लागि भयो भने बोल्दाखेरि चाहिँ प्र्याक्टिस हुन्छ क्या तपाईँको जापानिज ल्याङ्ग्वेज होइन, त्यस्तो हुन्छ। त्यसरी चाहिँ सिक्न सक्नुहुन्छ। अनि पैसाको कुरा गर्नु पर्दाखेरि चाहिँ जस्तो तपाईँको जुन भने नि रेन्ट रुमहरू रेन्ट लिँदाखेरि 50-60 हजार मजाले जान्छ। अनि तपाईँको डे टु डे लाइफमा है, डेली अब जस्तो 1 विकको सपिङ गर्नुहुन्छ खानेकुराको लागि मात्र, सागसब्जीहरू किन्दाखेरि तपाईँको नर्मली 9-10 हजार मजाले सिद्धिन्छ क्या। अब झन् मासु खाने छ भने त मासु खानेको लागि त छुट्टै पैसा लाग्छ नि। भेज म त भेजिटेरियन हो नि त, सो भेजिटेरियन भेजको लागि पनि 10-15 हजार मजाले, 15 हजार त नभनौँ, 9-10 हजार चाहिँ मजाले सिद्धिन्छ क्या। मजाले आफ्नो घरमा बसेर मजाले बिहान बेलुकै खाना खाने हो भने चाहिँ 10-15 हजार मजाले, 10 हजार 9-10-11 हजार चाहिँ मजाले सिद्धिन्छ होइन। अब कुन ठाउँमा बस्नुहुन्छ त्यो अनुसारले पनि फेरि अलिकता डिपेन्ड गर्छ, तर खासै त्यो हुँदैन। तर 9-10 हजार चाहिँ मजाले सिद्धिन्छ विकली होइन। सो तपाईँ सोच्नु न 4 हप्ता 1 महिनामा गर्दाखेरि त लाइक 40 हजार त यत्तिकै जाने भएन। त्यो गर्दाखेरि त त्यो उताको रुमको भाडा 50 हजार, अनि त्यसपछि यता खानेकुरा 40 हजार, नसोचौँ केही त्यही हुन्छ। सो बी केयरफुल होइन। अनि हर चिज सोचेर आउनु होला। मन्थली 1 लाखको स्यालेरी यो काम गर्दाखेरि त उहाँ त पुरा कन्ट्र्याक्ट भइसक्यो भनेर म त यो गर्छु त्यो गर्छु। बी केयरफुल है, त्यही भन्न चाहन्छु। अनि फेरि थाकेको शरीर हुन्छ होइन, अनि त्यही हो एक्लै हुन्छ, हरेक चिज सबै आफैले ह्यान्डल गर्नुपर्ने हुन्छ होइन। सो सबै चिजहरू सोचेर मेन्टली फिजिकली अनि इमोसनली सबै चिज स्ट्रङ भनेर बस्नुपर्छ, त्यही हो। अनि सक्दो चाहिँ अब एउटा हुन्छ नि स्ट्रगल गरेरै बस्ने, यो गरेर खानु छ भन्ने सोच बनाएर आउनु भएको हुन्छ नि त सबैजना। सो आफ्नो जुन करियर छ नि, करियरलाई चाहिँ कहिले पनि बिर्सिनु हुँदैन है। जे गर्न आएको, जे ड्रिम देखेर आएको त्यो चाहिँ बिर्सिनु हुँदैन। यो गाह्रो साह्रो भन्ने चाहिँ भइरहन्छ, याद गरिरहनु होला है। सो सबैलाई यही भन्न चाहन्छु यो भिडियो थ्रु चाहिँ। अनि अरू कमिङ डेजमा चाहिँ अरू भिडियो पनि सेयर गर्नेवाला छु म, अरू इम्पोर्टेन्टलाई। अनि तपाईँलाई के चिज बुझ्न मन छ भने चाहिँ मलाई कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। अनि मेरो युट्युब च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला। आई होप सायद तपाईँहरूले पोजिटिभली लिनुहुन्छ होला यो कुरा। अनि त्यसपछि साथीहरू कति कुराहरू त तितो हुन्छ होइन, बट तपाईँहरूले जान्नै पर्ने हुन्छ क्या। किनकि हामी नेपालमा बस्दाखेरि त्यस्तो केही थाहा हुँदैन क्या। जब जापान आउँछ होइन,
आइसकेपछि चाहिँ हर चिज अरूले यस्तो भन्थ्यो, सिनियरहरूले यसरी भन्थ्यो, त्यो बेला यसरी बुझेको भए, मलाई पनि कसैले यस्तो भनिदिने भएको भए केही बुझ्थ्यो होला, के सोच्थ्यो होला हुन्छ के त्यो। सो बी केयरफुल एन्ड टेक केयर होइन। अनि तपाईँहरूको कतिजनाको भिजा आइसकेको होला, यो टाइमिङ त भिजा आउनेको छ नि त। सो कङ्ग्रेचुलेसन टु यु अल। अबको लाइफ जर्नी चाहिँ एकदम हार्ड स्ट्रगल एन्ड हुन्छ नि, मेहनत गर्नेको लागि राम्रो पनि छ। सो त्यही हो मेन चिज चाहिँ। अब एक्लोपन चाहिँ धेरै हुन्छ। सो साथीभाइहरूसँगै बस्दा राम्रो हुन्छ सकेसम्म होइन, मिलेर बस्नु, मिलेर सब चिजहरू होइन ठिकै सेयर गर्नु। हर चिज सबै सेयर गर्नु पनि राम्रो होइन है। यो चिजहरू जस्तो सँगै बसे पनि हर चिज सेयर गर्नु चाहिँ एकदमै डेन्जर हो। केही पनि सेयर गर्नै हुँदैन म भन्छु त है। केही चिज सेयर नगर्नु भन्नाले हुन्छ नि, आफ्नो के बितेको के भइरहेको छ लाइफमा होइन, के गर्ने बेला छु, के छ यताउता केही सेयर गर्नु पर्दैन, केही पनि पर्दैन। जस्ट हुन्छ नि बस्दाखेरि चाहिँ जस्तो एउटा कम्युनिकेसन, एउटा फ्रेन्डसिप चाहिँ राम्रो बनाउनु पर्छ। दुःख सुखमा साथ चाहिँ दिनुपर्छ। उसलाई दुःख पर्दा ऊ टायर्ड हुँदाखेरि होइन आफूले खाना पकाउने अथवा हुन्छ नि केही गाह्रो पर्यो भने उसलाई हेल्प गर्ने, सपोर्ट गर्नु चाहिँ पर्छ। बट आफ्नो फ्यामिली प्रब्लम अथवा आफूले के गर्नु लागेको छ, आफ्नो ड्रिम के छ यताउता त्यो भएभरको सबै के पनि त्यो फ्रेङ्कली सेयर गर्नुपर्ने चाहिँ जरुरी छैन है। किनकि जो नजिक हुन्छ नि त्यो लास्टै टक्सिक हुन्छ कि मान्छेहरू। सो बी केयरफुल गाइज। आफूले आफूलाई सुरक्षित राख्नुपर्छ, आफूले प्रोटेक्ट गर्नुपर्छ आफ्नो लागि। सो त्यही हो। ओके बाई।